हेलो एभ्रिवान, हेलो वेलकम ब्याक अगेन टु माई च्यानल। म सुनिता गुरुङ फेरि पनि साथीहरू तपाईँलाई आफ्नो च्यानलमा स्वागत गरिरहेको छु। तपाईँहरू कस्तो हुनुहुन्छ? सायद सन्चै हुनुहुन्छ होला भनेर यही आशाको साथमा फेरि पनि एउटा नयाँ ब्लग लिएर आइरहेको छु। साथीहरू आज रेनी सिजन चाहिँ अब पक्का नै लागेको जस्तो लाग्दछ है, किनभने आजदेखिको चाहिँ एकदमै हेभी रेनफल हुँदैछ है। तपाईँले यहाँ देख्न सक्नुहुन्छ है, आवाज पनि सुन्नु सक्नुहुन्छ है, कति जोड जोडले चाहिँ आवाज आइरहेको छ है। यहाँ हेर्नु है साथीहरू, नानीहरू चाहिँ अब एकदमै रेनफल छाताहरू ओढेर हिँड्नु थालिसक्यो र यी पानीको आवाज तपाईँहरूले सुन्नु सक्नुहुन्छ, कति जोड जोडले आवाज आइरहेको छ है। यहाँनिर खानामा तपाईँहरूले सुन्नु सक्नुहुन्छ है, त्यो आवाज आइरहेको छ पानीको धाराको है। साथीहरू हेर्नु है, उज्यालो भएर पनि कस्तो अँध्यारो देखिरहेको छ है। पानी आएकोले गर्दा यी आवाज तपाईँले सुन्नु सक्नुहुन्छ है। सो म चाहिँ यहाँनिर कतै पानीहरू यहाँनिर जाम भयो कि भनेर चाहिँ हेर्न आएको है साथीहरू। सो यहाँ चाहिँ पुरै पानी चाहिँ उहाँ चाहिँ के भएको, कहाँको पानी आएको? यो कहाँको पानी आएको? यो यहाँ त आएको हो साथीहरू। हेर्नु यहाँनिर जति नै खाना लगाए पनि, जति नै पाइपहरू लगाए पनि यस्तो भइरहेको छ। डल्लै पानी चाहिँ भित्र पसिरहेको छ। यो नालीबाट चाहिँ डल्लै पानी भित्रायो। सो यहाँ बाबाले चाहिँ बनाउनु हुँदैछ है, अनि पुरै आएर चाहिँ भित्र डल्लै पस्यो। यहाँबाट पनि पाइप यसरी लगाएको छ है, अन्त बाहिर नजाउँ भनेर नाली लगाएको छ है। नालीबाट चाहिँ यहाँनिर पानी लगाइरहेको छ। फेरि उयो भइहाल्दो रहेछ नि त, ए लोड भएर यस्तो भइहाल्दो रहेछ। यहाँबाट लोड हुँदो रहेछ, यस्तो भइहाल्दो रहेछ, पल्टिहाल्दो रहेछ नि त। यहाँ बाँध्नु पर्ने रहेछ, यहाँ पनि राख्नु पर्ने रहेछ, यसरी पल्टिहाल्दो रहेछ लोड भयो भने, त्यही भएर यता बसेको रहेछ। साथीहरू यहाँ हेर्नु है, यो अब यसरी नालीमै पानी गयो भने त ठिकै छ होइन, तर यहाँ चाहिँ के हुँदो रहेछ भने अलिकति ओभरवेट भयो भने चाहिँ यी यसरी ढल्केर चाहिँ यहाँ पानी यसरी घोप्टिहाल्दो रहेछ नि त। सो यहाँनिर चाहिँ अलिक बलियो केही लगाउनु पर्ने रहेछ हो। बर्खामा चाहिँ साथीहरू यस्तो नै हो बिजोक है, जति नै घर बनाए पनि नबनाए पनि यस्तो नै हो साथीहरू। यहाँनिर चाहिँ यसरी पत्थर जमेर चाहिँ बाबाले चाहिँ यहाँनिर सफा गर्नुहुन्छ है। साथीहरू बाबा चाहिँ यहाँनिर माथि चढ्नु भएको छ है, किनभने चाहिँ यो पाइपमा चाहिँ सबै पत्ताहरू चाहिँ बुच्चिने रहेछ। सो यहाँनिर चाहिँ बाबाले चाहिँ फलमको तारले चाहिँ है सबै यो नालाहरू बुच्चेको चाहिँ बाबाले चाहिँ अब यहाँनिर सफा गर्नुहुँदैछ है। अन्त साथीहरू के भन्छ, खास चाहिँ हामीले चाहिँ यहाँनिर पाइप लगाएको छैनौँ नि त, किनभने अब यहाँनिर जुन चाहिँ काम चाहिँ हामीले इन्कम्प्लिट भइरहेको छ। तपाईँलाई मैले कामको अपडेट पनि दिन सकेको छुइनँ, किनभने चाहिँ एकजना दाजु चाहिँ बिसन्चो हुनुहुन्छ है, अनि त्यो भएर गर्दा चाहिँ हामीले यहाँनिर अब पाइप पनि फिटिङ गरेको छैनौँ नि त। सो त्यो भएर चाहिँ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ है, यहाँनिर चाहिँ यी बाबाले चाहिँ पुरै पत्ता निकाल्नुहुँदैछ। खास चाहिँ हाम्रो चाहिँ साथीहरू के भयो भने यहाँको के भन्छ नालीको पाइप र अन्त मन्दिरको पाइप चाहिँ एट्याच गरेर बनाउने हो नि त, त्यही भएर चाहिँ अन्त पाइपको काम त दाजुहरूले जान्नु हुँदैन होइन। अनि त्यो भएर चाहिँ अब हामीहरू एकैचोटि गर्ने भनेर चाहिँ अन्त त्यही भएर चाहिँ हामीलाई यो प्रब्लम भएको। तपाईँले यो नसोच्नुहोस् कि छाना लगाएर पनि यस्तो प्रब्लम भइरहेको छ भनेर, खासै त्यो चाहिँ होइन। साथीहरू यहाँ हेर्नु, यस्तो चाहिँ पत्ता जाम हुँदैछ है, माथिबाट ब्लक भएको। अब चाहिँ म यो निकाल्नु गइरहेको छु, होइन म निकाल्छु नि।
सबले यस्तो गर्दैन नि मलाई भिडियो बनाउनु यताबाट बनाउनु यताबाट Rolnya tuh hebat banget. Kau na? Hah? Kau bosin? Jalan ni macam. Biar tu tiang korek tu. Hai? Yang tu kau tahu ni pasang tu? Yang kau tahu tu bayar ni. Kita pasang. साथीहरु तपाईले देख्न सक्नुहुन्छ बाबाले चाहिँ माथि सफा गर्नुहुँदैछ र मैले चाहिँ यहाँनिर मुनि सफा गर्दैछु किनभने यहाँ चाहिँ बाबाले जति सफा गर्नुहुँदैछ त्यति नै पत्ताहरु यहाँनिर पुरै जामिँदैछ है अनि यो पत्ता टिपेन रहेछ भने चाहिँ अर्को पोइन्टमा गएर चाहिँ यो ब्लक हुने डर हुन्छ त्यही भएर चाहिँ मैले यहाँनिर फटाफट टिप्दैछु है र साथीहरु यो नसोच्नुस् कि तपाईले कि यो प्रब्लम चाहिँ हाम्रो लाइफ टाइम हो भनेर है अनि यो जब हामीले पाइप फिक्स गर्छु है त्यति बेला चाहिँ हाम्रो भित्र पानी चाहिँ लिकेज हुने छैन सो त्यही भएर चाहिँ अब 1-2 दिनको चाहिँ दुःख नै छ किनभने अहिले चाहिँ दाजुहरु काममा आउनु भएको छैन किनभने एकजना दाजु चाहिँ बिसन्चो हुनुहुन्छ त्यही भएर है साथीहरु यो चाहिँ हाम्रो बाबाले समोसा बनाउनुहुँदैछ हो सक्यो हो पाकिसक्यो खुसी छ फेरि बोजूले खान्छु भनेर चाहिँ बनाउनु भएको म निम्ति पनि बनाउँदै रहेछ पाकिसक्यो भनिदिनु न अन्त तपाईँले कहाँबाट सिकेको यो युट्युब उहाँले चाहिँ युट्युब हेरी हेरी मिठो मिठो के बनाउँदै खुवाउनुहुन्छ हो अन्त यो चाहिँ बोजूको डिमान्डमा आज सस खायो खाँदैछ साथीहरु म चाहिँ नखाऊँ भनेको थिएँ है किनभने मेरो चाहिँ यहाँनिर हल्का पेट दुखिरहेको छ है अन्त ग्यास हुन्छ भनेर चाहिँ म चाहिँ नखाउनु खानु पर्यो भनेर भनेको थिएँ तर बुढाले यहाँनिर ल्याइदिनु भएछ है सो मैले भर्खरै एउटा खाएँ यो चाहिँ हुन चाहिँ उसले हेल्दी नै बनाएको छ मैले चाहिँ अब मैदाको यसो गर्नु क्यामेरा यता यसो हुनु चाहिँ अब मैले मैदाहरू खानु हुँदैन ग्यास भइरहेको छ भनेर चाहिँ बिचारा आटाको नै बनाएको रहेछ है एउटा चाहिँ खाएको थिएँ फेरि मन दुखाउँछ भनेर चाहिँ मन पनि दुखाउँछ रिसाउँछ पनि नि त किनभने अब त्यत्रो मेहनत गरेर है खाएन भनेर सो मैले एउटा खाइसकेँ र एकदमै हेल्दी बनाउनु भएको थियो र टेस्टी पनि थियो है सो अब चाहिँ नेक्स्ट वान पनि अब खानु नै पर्यो मिठो भएकोले गर्दा चाहिँ खानु नै पर्यो भनेको नि साथीहरु अब अघि चाहिँ मैले खाँदिनँ नै भनेको थिएँ होइन तर एकदमै दामी डिलिसियस भएको रहेछ है अन्त यहाँ सेप चाहिँ देखाइदिनु समोसा चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ तपाईहरुले एकदमै मिठो तातो तातो समोसा यो मैदाको होइन एकदमै हेल्दी हो तेल पनि एकदमै कम्ती रहेछ हो मिनिमम तेल हालेको छ सो यो चाहिँ एकदमै हेल्दी समोसा हो तपाईहरुले पनि घरमा बनाएर खानुभयो भने त्यस्तै खानुहोस् होला र साथीहरु लास्टमा चाहिँ अब उले चाहिँ सबैजनाको रिभ्यू लिँदै आएको रहेछ नि त है फिडब्याक दिँदै आएको रहेछ कसलाई कस्तो कस्तो लाग्यो भनेर सो यहाँ फाइनली लास्टमा चाहिँ एन्जलले खाँदैछ र उलाई चाहिँ अब कस्तो लाग्यो उले चाहिँ अब उयो दिनु है के भन्छ त्यो अब रिभ्यू होइन मतलब साँचो नै भन्नु पर्यो नि त हैन अब बाबाले बनाएको भन्ने चाहिँ हैन मेन फुड क्रिटिक चाहिँ म हुन्छ कि त्यो मेरो रिभ्यू चाहिँ एकदमै जरुरी छ सेकेन्ड लिन्छु पहिला त्यहाँदेखि म भन्छु बाहिरतिर बेसी खाना खाने भनेको साथीहरु घरको खाना भन्दा पनि बाहिरको खाना बेसी मन पराउने भनेको त्यही भएर चाहिँ उहाँले रिभ्यू दिनुहुन्छ अरे है म्याडमले मलाई म त समोसा मन पर्दैन तर यो चाहिँ मिठो लाग्छ हो तेल एकदम कम्ती सबै ठिकै छ मन पर्यो यसमा लसुन हालेको भए चाहिँ झन् मिठो यसलाई फेरि लसुन चाहिहाल्छ फेरि जेमा पनि फ्लेभर आउँछ फ्लेभर भयो बट दिस इज गुड के मन पर्दैन तिमीलाई चाहिँ बदाम तिमी त बदाम त्यसै पनि खाँदैनौ हेल्दी चिज त कहाँ खान्छौ त पुरै प्लेट भरि उ निकालिरहेछ देखाइदेऊ दुईटा समोसा खायो
दुईटा समोसा खाएँ र दुईटा समोसामा चाहिँ यति बदाम थियो कतिवटा 6-7 वटा है 1 2 3 4 5 6 7 8 9 10 मैले एउटा चाहिँ खाएँ 5 वटा थियो रहेछ फेरि सर्दी लाग्नु थाले के खाइस् तैले चाहिँ बाहिर गएर फेरि के अबे दात हेर्नु के गर्नु त अब यो टाल्ने हो के गर्नु गयो कलको त्यसो पानी साथीहरु फाइनली यहाँनिर द कुक चाहिँ आइसक्नु भएको छ है द कुक सो यहाँनिर द कुक भन्नेको मैले चाहिँ बाबुले चाहिँ आफूले बनाएको समोसाको चाहिँ यहाँ फिडब्याक दिन्छ है कस्तो छ आफूले बनाएको त जस्तो मिठो लाग्यो कुनै त गजब खतरनाकम विशेषम सर्वश्रेष्ठम अति उत्तम धेरै मिठो बाहा त मिठो यो देखाउँ त यो समोसासँग चाहिँ एउटै कुरा मिस गरेँ तातो चिया टी म्यान्डेटरी हो त गाइस है मेरो कफी थियो त्यसले ओ समोसाबाट चाहिँ उब्रेको आटाको चाहिँ यहाँनिर नमकिन पनि बनाएर ल्याएको साथीहरु है आफ्नो तपाईँ नानाको नगर्दै हुन्छ त साथीहरु आजको मेरो यो भ्लग चाहिँ म यहाँ एन्ड गर्दैछु आशा राख्दैछु तपाईले मन पराइदिनु भयो होला भनेर यदि मन पराइदिनु भयो भने लाइक कमेन्ट सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला बाइ बाइ टेक केयर एभ्रीवन